साथीहरु खत्री मिक्स ब्लगमा तपाईहरुलाई स्वागत छ। आउनुस् है र नयाँ वर्षको सबैजनालाई शुभकामना है र आउँदै गरेको नयाँ वर्षको लागि है। अब नयाँ वर्षमा केही रुल्सहरु चेन्ज हुन्छ कि हेरौँ अब के हुन्छ हैन। सबर हामी कोसिस गर्छौं है। आइल्यान्डको लागि पनि बुझ्दैछु मैले हैन, धेरै ट्राईहरु गर्दैछु तपाईहरुको लागि लेटेस्ट न्यूजहरु भनौं न। र त्यसै गरेर लक्जमबर्गको लागि है, लक्जमबर्ग जानु भएको छ साथीहरु। यी भइदिएको भए त झन् सजिलो हुन्थ्यो तपाईहरुलाई हैन जानलाई, एकदम सजिलो तरिकाले। तर वहाँ आउँदा चाहिँ अलिकति भनौं न अलिकति धेरै नै भनौं न प्रब्लमहरु हुन्छ हैन। अब झन् अब नयाँ वर्ष लाग्यो, नयाँ रुल्सहरु चेन्ज हुन्छ हैन, नयाँ नियमहरु चेन्ज हुन्छ। हेर्दै जाउँ कस्तो न्यूजहरु आउँछ हैन। त्यहाँ धेरै पछाडी भिडियोहरु लिएर आएको छु र च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनुस् है, किनकि यस्तै भिडियोहरु म लिएर आउँछु तपाईहरुको माझमा हैन। र जे कुरा लिएर आउँछु जुनुन तरिकासँग लिएर आउँछु तपाईहरुलाई हैन, सत्य कुराहरु लिएर आउँछु, त्यस्तो अरूको जस्तो भ्युज बटुल्नको लागि हैन। र यहाँ आउँदै गरेको नयाँ वर्षको लागि सबैलाई फेरि पनि शुभकामना है। नयाँ वर्षले सबैलाई चाहिँ नयाँ उमङ्गहरु ल्याओस्, नयाँ कुराहरु चाहिँ गर्न सकुन् हैन, सबै अवसरहरु खोलोस् है, केही भन्न चाहन्छु तपाईहरुलाई हैन साथीहरु। र हरेक कुराहरुमा चाहिँ भनौं न स्ट्रगल गर्न नछोड्नुस्, स्ट्रगल गरिराख्नुस् है। स्ट्रगल गर्नु नै राम्रो कुरा हो है तपाईहरुले हैन। त्यसैले साथीहरु मेरो ब्लगलाई चाहिँ नबिर्सिनु होला है, सम्झिनु होला, किनकि यस्तै कुराहरु हेर्नको लागि, जुनुन कुरा हेर्नको लागि खत्री मिक्स ब्लगलाई चाहिँ कहिले पनि नबिर्सिनु होला। टाइल मार्बलको पनि अब भनौं न यस्तै कुराहरु परेमा, किनकि मेरो कामै त्यही हो, परेमा तपाईहरुले चाहिँ भनौं न मसँग गर्न सक्नुहुन्छ, इन्फर्मेसनहरु लिन सक्नुहुन्छ घरको कुनै पनि कार्यहरुको लागि। र अब नयाँ प्रोजेक्ट चाहिँ हेरौँ अब के हुन्छ हैन। अब युके को अब सिजनलको पनि खासै केही मेसेजहरु इन्फर्मेसनहरु केही पनि छैन है, त्यो कुराहरु। र हुने बित्तिकै तपाईहरुलाई म अपडेट गराउँछु। पोर्चुगलको D1 चाहिँ अब खुलिसकेको छ हैन, तपाईहरुले अब गर्न सक्नुहुन्छ। तर अलिकति कडा गरेको छ उसले चाहिँ, कुनै पनि उसको लागि भनौं न सिप भएकोलाई चाहिँ लिएर आउने भन्ने कुराहरु भइरहेको छ। हस् त साथीहरु, भिडियो धेरै लामो हुन्छ है। आउँदै गरेको नयाँ वर्षको लागि चाहिँ शुभकामना भनेर चाहिँ ह्याप्पी न्यू इयर है, सबै राम्रो होस्, सबैजनाको शुभ होस् भन्न चाहन्छु। हस् त आजलाई यति नै। हस् त खत्री मिक्स ब्लगबाट बिदा चाहन्छु। हस् त नमस्कार।